नमस्ते, वेलकम छ मेरो च्यानल नेपाली मम अन ड्युटीमा। आज म गाजरको अचार बनाउने भिडियो लिएर आइरहेछु। बनाउन एकदम सजिलो छ र खाना पनि टेस्टी हुन्छ। अनि यो गाजर भनेको चाहिँ हाम्रो हेल्थको लागि एकदमै चाहिने कुरा हो। बनाउनका लागि चाहिँ अचार बनाउनका लागि मैले गाजर धोइ पखाली गरेर लिइरहेछु। अनि त्यसको लागि सामग्रीहरू तोरीको तेल, टमाटर, कागती, अनि यो अदुवा हो, अनि यो बदामको धुलो, आलसको धुलो, खुर्सानी, अब स्वादअनुसार नुन, धनिया, यति नै सामग्रीले म अचार बनाउँछु। यो चाहिँ तुरुन्तै बनाएर खान सकिन्छ र 2-4 दिन राखेर पनि खान सकिन्छ। अब यो गाजरलाई म कोर्छु कोरेसोले है। यो कोरेसोले म कोर्दैछु। यो चाहिँ ठुल्ठुला दुला भएका कोरेसो होइन, सानो दुला भएका कोरेसो चाहिन्छ। मसिनो भएको यसलाई सबै म यो गाजर चाहिँ कोर्छु। यसरी कोरेर बनाएको अचार चाहिँ अब बुढाबुढीलाई पनि खान सजिलो हुन्छ। अनि केटाकेटीले पनि गाजर टोकेर खान अब मन पराउँदैनन् भने चाहिँ यसरी अलि खोर्सानी कम राखेर चाहिँ बनाएर केटाकेटीहरूलाई पनि खुवाउन सकिन्छ। हो त्यसरी अब त्यो फेद चाहिँ त्यसरी काटेर पहिल्यै फ्याँक्नु हुँदैन, कोर्न अप्ठ्यारो हुन्छ। त्यही भएर मैले त्यो फेद कोर्नलाई समातेर कोर्न सजिलो हुन्छ भनेर राखेकी थिएँ। अब यसरी मैले तयार गरे जति, धोइ पखाली गरे जति गाजर मैले कोरिसकेँ। यो गाजर सुक्खा हुन्छ, मुला जस्तो पानी पनि हुँदैन, यसलाई निचोर्नु पनि पर्दैन। अब अदुवा पनि म त्यसै गरी कोरेर मिक्स गर्छु। अलिकति अदुवा पनि कोरे मैले, धेरै होइन। अदुवा चाहिँ अब ठिक्क बास्ना आओस् त्यति मात्रै। अब धेरै मिक्स गऱ्यो भने त फेरि फ्लेभर गाजरको भन्दा अदुवाकै धेरै आउँछ। त्यही भएर अदुवा चाहिँ अलिकति थोरै कोरेर मैले मिक्स गरेँ। अब मसिनो काटेको टमाटर, खोर्सानी, नुन, आलसको धुलो, बदामको धुलो, यो चाहिँ भुटेर पिसेको है, आलस बदाम 2 थोकै, धनिया, अब अमिलो कागती निचोरेर हाल्दैछु। यदि हजुरहरूलाई भिडियो हेरिसकेर मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई सेयर पनि गरिदिनु होला है त। यो कागतीमा अलिक अमिलो कम रहेछ, त्यसै भएर मैले निकैवटा कागती निचोर्नु पर्यो। अलि मजाले अमिलो भएको कागती हुँदा त एउटा दुईटाले नै अमिलो हुन्छ। अब मैले काँचो तोरीको तेल हालेँ। हजुरहरूलाई काँचो तोरीको तेल मन पर्दैन भने अलिभ ओइल हाल्दा पनि हुन्छ, अथवा तताएर खारेर हाल्दा पनि हुन्छ। अब यसलाई मजाले मिक्स गरेँ, मैले मिक्स गर्दैछु मजाले। अब त्यो गाजरमा सबै थोक मरमसलाहरू के हालेको छ त्यो मिक्स गर्नुपर्छ।
यो चाहिँ भातसँग रोटीसँग नखाएर त्यतिकै दिउँसो घाममा बसेर साँधेर खाँदा पनि हुन्छ। एकदमै राम्रो हुन्छ गाजर खाने तरिका यो एकदमै राम्रो हो, एकदम टेस्टी पनि हुन्छ खाँदालाई। यो चाम्रे भातसँग पनि यो गाजरको अचार चाहिँ एकदमै टेस्टी हुन्छ, मलाई चाहिँ मन पर्छ। हाम्रो गाजरको अचार तयार भइसक्यो। हजुरहरू पनि एकचोटि यो तरिकाले बनाएर खानु होला। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई यतिमै। थ्याङ्क यू सो मच। बाई बाई।